वर्षको शुभकामना शुभकामना हृदय भिन्तुना दर्दीकी शुभकामना नेपाल सम्राट यार्सेल 46 को उपलक्ष्यमा समस्त नेपालीको हार्दिक मङ्गलमय शुभकामना।
对。这方面呢，他们那个，俺们也比较慢啊，也比较慢呗。संसद समितिका अध्यक्षज्यूलाई पनि आफ्नो ग्रहणको लागि मैले अनुरोध गर्दछु। हाम्रो सोल्टी मोड रविवन टोल सुधार समितिका अध्यक्षज्यूलाई पनि आफ्नो ग्रहणको लागि मैले अनुरोध गर्दछु। कालमाटी फ्रेन्डसिप क्लबका अध्यक्ष सुरेन्द्र मानवज्यूलाई पनि आफ्नो ग्रहणको लागि मैले अनुरोध गर्दछु। यो हाम्रो आज त्यति साह्रो बोल्ने यो हाम्रो नेपाल संसदका डिकोडिङका प्रवर्तक भगवानदास मानवज्यूलाई पनि आफ्नो ग्रहणको लागि मैले अनुरोध गर्दछु। अब हामीले यो कार्यक्रम चाहिँ अब हाम्रो नेपाल संसदका डिकोडिङका प्रबन्धकज्यूलाई नेपाल संसदको यसलाई व्यवहार कसरी गर्न सकिन्छ भन्ने विषयमा सानो एकदम छोटै छ हाम्रो कार्यक्रम। यो त्यसको बारेमा 5 मिनटभित्र यो एउटा सानो जानकारी प्रस्तुत गर्नु हुन अनुरोध गर्दछु। Mengutaya Bintuna, Jinsasa, नेपाल सम्बत 1146 को नमस्को शुभकामना। यो नेपाल सम्बतको बारेमा अलिकति मैले र यो नेपाल सम्बत टिटीको कोडिङ र डिकोडिङ सूत्र नेसनल टिकोडी सूत्र बारेमा अलिकति बताउँ। नेपाल सम्बत यो नेपालको मौलिक सम्बत हो। यो नेपालमै सिर्जना भएको र नेपालमै सिर्जना भएको हुनाले यो नेपालको यो निरन्तर रूपमा
1023 वर्षसम्म यो निरन्तर रूपमा चलेको थियो र पछि 1960मा चन्द्र शमशेरको पालामा 1 महिनाको कनलाको अधिक मासको तलब पाउँदाखेरि बढी खर्च भयो भनेर कटौती गरेर विक्रम सम्बत क्यालेन्डरको भन्ने ऐतिहासिक दस्तावेजहरू छ होइन। तर यो नेपालको जुन यो नेपाल सम्बत चाहिँ यो अति वैज्ञानिक छ, अति सुन्दर छ। यसमा चाहिँ अलिकति अब मान्छेहरू भ्रम पनि फैलिएको छ कि यो धेरै गाह्रो छ, बुझ्न नसक्ने र यसलाई चाहिँ सरकारी कामकाजमा गर्दाखेरि अप्ठ्यारो पर्ने भन्ने कुरा जुन सम्बन्ध छ। यो पहिला केही समयसम्म यसलाई अक्षरमै लेख्नु पर्थ्यो। नेपाल सम्बत जस्तो आजको चिठी लेख्नु पऱ्यो भने बुधबार लेख्नु पऱ्यो भने नेपाल सम्बत 1146 कसलाको पारु बुधबार भनेर अक्षरमा लेख्नु पर्थ्यो होइन। तर यसलाई चाहिँ अब नेपाल सम्बत तिथिको कोडिङ र डिकोडिङ सूत्र, देशशक्ति कोडिङ सूत्र म डाक्टर भगवान दास मानन्दर मैले चाहिँ यो 4-5 वर्ष अगाडि यसको सूत्र अङ्कमा लेख्ने चाहिँ मैले पत्ता लगाएँ र यसलाई अब पुट लगाएर अङ्कमा मात्र लेख्ने होइन, यसलाई हिसाब किताब राख्नलाई कम्प्युटरमा पनि अब इन्ट्री गर्न मिल्यो। यो कम्प्युटरमा इन्ट्री भएपछि अब यसलाई के भने अब फेरि इन्टरनेसनली अथवा नेसनली ब्याङ्कहरूमा भयो, सरकारी कामकाजमा भयो, हिसाब किताबमा राख्नको लागि फेरि यसलाई चाहिँ के भने नेपाल सम्बत, विक्रम सम्बत, इस्वी सम्बत यसलाई तीनवटामा चाहिँ यो शुद्धता कायम गरी भनौँ न नपुग्दैकन दिनाङ्कहरू रूपान्तरण गर्न मिल्ने यसलाई नेपाल सम्बत एप पनि हामीले बनाइसकेका छौँ होइन। तपाईँले पनि नेपाल सम्बत एप भनेर टाइप गर्नुभयो भने यो आउँछ, तपाईँहरू आफ्नो मोबाइलमा डाउनलोड गरेर लिन सक्नुहुन्छ र यसलाई रूपान्तरण गर्न मिल्यो होइन। भन्दाखेरि यो नेपाल सम्बतलाई अब नेपाल सम्बतलाई जुन किसिमले गाह्रो अप्ठ्यारो पर्ने, सरकारी कामकाजमा नमिल्ने भन्ने कुरा अब त्यो अवस्था छैन। अब यसलाई चाहिँ हामीले नेपाल सम्बतलाई चाहिँ अब सरकारी कामकाज बैङ्कहरूमा पनि हामीले विक्रम सम्बत, इस्वी सम्बत चाहिँ युज गर्न सकिन्छ, प्रयोग गर्न सकिन्छ। र अब यसमा चाहिँ नेपाल सम्बतमा चाहिँ अर्को एउटा कुरा के हो भने यसमा चाहिँ अनल आउँछ, अधिक मास, नल आउँछ, 6 मास, त्यस्तै डिजिट र डिजिट बोरिने अवस्थाहरू आउँछ। तर यो भनेको के हो भने हामीलाई गाह्रो जस्तो लाग्ने जुन छ यो गाह्रो होइन, यो यसको विशेषता हो, यसको यो विशेषता हो। यो विशेषतालाई हामीले नबुझेर होइन, तर यो विशेषता भए तापनि हामीले यसलाई चाहिँ अब कम्प्युटरमा चाहिँ इन्ट्री गर्ने, रूपान्तरण गर्ने, मिल्ने बनाउने सक्ने चाहिँ यो नेशक्ति कोडिङ सूत्रले गरेको छ, यसलाई प्रतिपादन भएको छ होइन। तपाईँहरूको हातमा जुन यो नेपाल सम्बतको कोडिङ सूत्रको यो पात्र छ यसमा अब कसरी लेख्ने भन्ने कुराहरू सबै कुराहरू हामीले यही चाहिँ कलङ्की नेवा पूजकमा पूजकको रूपले या पनि काउलपा वडाको सक्रियतामा हामी यहाँ एउटा तालिमको आयोजन पनि भइसकेको छ। उहाँलाई फेरि धन्यवाद दिन चाहन्छु र भने यस्तो कार्यक्रम फेरि अर्को एकचोटि फेरि यस्तै कार्यक्रम भइरह्यो भने हामी जसरी नेपाल सम्बन्धलाई अब बैङ्कहरूमा युज गर्न, आफ्नो व्यवसायमा युज गर्न होइन, सरकारी कामकाजहरूमा युज गर्नलाई धेरै सहयोग हुन्छ। र त्यस भएर यो नेपाल सम्बन्ध अब लेख्न सिकौँ, लेख्ने बुझ्ने र यसलाई प्रयोग गर्न सबैलाई चाहिँ प्रोत्साहित गरौँ। यो नेपाल सम्बन्ध राष्ट्रिय सम्बन्ध हो, यो हाम्रो गौरव हो। यो नेपाल सम्बन्धको गौरवित गराउनको लागि हामी सबै नेपालीहरू आफैले एक भएर जुट भएर अब नेपाल सम्बन्धलाई घर घरमा आफैले आफ्नो व्यवसायहरूमा दैनिक जीवनमा प्रयोग गरौँ भन्ने अभिलाषा राख्दै सबैलाई मुदाको शुभकामना, धन्यवाद। अलिकति हामीले व्यवहारमा पनि अलिकति यसलाई अगाडि बढाउँदै लानुपर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। र कतिपय कुराहरू मान्छेले चाहिँ यो पर्व सुधार पनि छ, यो अहिले पनि यहाँ मुदय भित्रमा पनि अब लागिरहेछ भनेर भन्छ। यो एउटा आफूलाई लागेको सत्य कुरा चाहिँ समाजलाई पनि बताउनुपर्छ र सामाजिक परिवेशसँग पनि हामीले यसलाई घुलमिल गरेर एउटा हामीले अभियानको रूपमा अगाडि यो अभियान पनि सँगसँगै जानुपर्छ भन्ने मान्यता छ। यो हामीले यहाँ यो भने अब यो हाम्रो निमन्त्रणलाई स्वीकार गरी पाल्नुभएका हाम्रो प्राध्यापक दिनेश पन्त गुरुङलाई पनि एउटा सानो मन्तव्यको लागि अनुरोध गर्दछु। आजको यस महनीय कार्यक्रमका आदरणीय सभापति, नेवा पूजक कलङ्कीका आदरणीय अध्यक्षज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुमनज्यू,
मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू, त्यसमा विशेष गरेर आदरणीय 104 वर्षीय आमा र दर्शक वृन्दमा पनि उपस्थित सबैमा सादर नमस्कार। आज हामी नेपाल सम्वत 1146 को प्रारम्भको उसमा छौँ। नेपालको इतिहासको अनुगमन गर्दा हजुरहरूलाई पनि थाहा छ, मानदेव राजाको पालामा शक सम्वत चलेको थियो। शक सम्वत भनेको विक्रम सम्वत 135 देखि चल्यो। अर्का प्रसिद्ध राजा अंशुवर्मा, उनको पालामा विक्रम सम्वत 633 देखि मानदेव सम्वत चलेको थियो। त्यो 304 वर्षसम्म चलेपछि विक्रम सम्वत 936 कार्तिक शुक्ल प्रतिपददेखि आजकै दिनदेखि नेपाल सम्वत चल्यो। हाम्रो नेपालको परिप्रेक्ष्यमा विक्रम सम्वत चाहिँ विक्रमको 13औं शताब्दीमा आएर एकजना गुजरातबाट आएका पण्डितले सारेको किताबबाट चल्यो। कालक्रमले हेर्दा विक्रम सम्वत 4औं श्रेणीमा पुग्यो। तर पछि यसले धेरैलाई थाहा होला, उच्चविकालमा नेपाल झन्डै अहिलेकै जत्रो थियो। पछि थुप्रिँदै गएर यस प्रदेशमा 52वटा भन्दा बढी राज्य खडा हुन गए। मानदेव सम्वत त 304 वर्षसम्म चलेपछि त्यो सिद्धि नै हाल्यो। नेपाल सम्वत चाहिँ मुख्यतया नेवार बन्धुहरू जहाँ बस्नुहुन्छ र त्यसको वरिपरिका प्रदेशमा चल्यो भने विक्रम सम्वत झन्डै नेपालभरि चल्यो। तर नेपाल सम्वतलाई चीनका बादशाहले नेपालका शक्तिसिंह रामवर्धन, उनी मूलतः बनेपाका राजा हुन्। उनको इजुम्बारमा पनि अधिकार थियो। नेपाल सम्वतलाई महाचिनाब्द रञ्जना लिपिमा संस्कृत भाषामा लेखेर पठाए। त्यसै गरेर प्रताप मल्लका ससुरा खलकले अहिलेको बिहारमा पर्छ, उनीहरूले पनि नेपाल सम्वतको प्रयोग गरे। र नेपाल सम्वत नेपालको महत्त्वपूर्ण सम्वत हो र प्रत्येक सम्वतको, चाहे त्यो नेपाल सम्वत होस् चाहे विक्रम सम्वत होस्, सुरुदेखि त्यो सम्वतको नाम त्यो हुँदैन। जस्तो होइन साहित्यक माया था, जस्तो विक्रम सम्वतको सुरुमा यस्तो नाम विक्रम सम्वत थिएन। कुनै बेला उक्त सम्वत, ठिक छ, तल हो, कुनै बेला उक्त सम्वत, कुनै बेला मानव सम्वत, कुनै बेला मानवगण सम्वत। त्यसै गरेर नेपाल सम्वतको पनि त्यसरी नै चलेर आएको। म आज क्यालेन्डर हेरेर प्राध्यापक डाक्टर इन्जिनियर भगवान दासज्यूलाई धन्यवाद दिन्छु। उहाँले नेपाल सम्वतलाई पनि सजिलो बनाउने काम गर्नु। तर उहाँले बोल्नुभएको त्यो क्यालेन्डरमा त के छ, क्यालेन्डरमा त मैले हेर्न बाँकी छ। उहाँले बोल्नुभएका एउटा दुईटा कुरा चाहिँ मिलेको छैन। जस्तो उहाँले के भन्नुभयो भने अधिक मासको 6 मासको कुरा नेपाल सम्वतमा मात्र हुन्छ, त्यो होइन। हाम्रो गणना पद्धति, अङ्ग्रेजहरूको गणना पद्धति सौर पद्धतिबाट चलेको छ। मुसलमानहरूको गणना पद्धति चान्द्र पद्धतिबाट चलेको छ। हाम्रो गणना पद्धति त्यो चाहे शक सम्वत होस्, चाहे विक्रम सम्वत होस्, चाहे नेपाल सम्वत हो, त्यसमा चान्द्र पनि हुन्छ, सौर पनि हुन्छ। अर्को चाहिँ उहाँले गरेको होइन। धेरै मानिसहरूले के भ्रम फैलाइरहेका छन् भने चन्द्र शमशेर महाराजको पालादेखि
मात्र विक्रम सम्वत चल्यो भन्ने खालको भ्रम फैलाइरहेका छन्। चन्द्र शमशेरको पालादेखि विक्रम सम्वत चलेको होइन। चन्द्र शमशेरभन्दा अगाडि सुदी बदीको हिसाबले तलब दिन्थ्यो। प्रत्येक 3 महिनामा अधिक मास, 3 वर्षमा अधिक मास पर्थ्यो। अहिले त हामी दसैँको भनेर तलब पनि 13 महिनाका पाउँछौँ। मैले पनि 13 महिनाकै पेन्सन पाएँ, अहिले पाउँछौँ। चन्द्र शमशेर महाराज अलिक लोभी छन् भनेर उनले 12 महिना मात्र दिने गरेर उनले चाहिँ पेन्सन तलब दिने काम गरेको हो। विक्रम सम्वत विक्रमको 12औं शताब्दीदेखि चल्दै आयो। 12औं शताब्दी हाम्रो कलेक्टर मगर समाजका अध्यक्ष हाम्रो शान्ताराम थापाको अन्तले पनि अतिथिको रूपमा आफ्नै स्थानमा आफ्नो कन्ट्रीलाई मैले गर्दैछु। गोल सुगा समितिका अध्यक्ष रविनजीलाई सानो 2-4 मिनटमा सकिने अब मैले अनुरोध गरेँ। आजको यस कार्यक्रमका मुख्य प्रधानजी छोडोका मनुष्यज्यू र महापूजाका अध्यक्षज्यू र उपस्थित क्लासमा बस्नुभएका गण्यमान्यज्यू र उपस्थित सम्पूर्ण टोलवासी दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार। म 13वटा छाउको रोयपुर सेवा समितिको अध्यक्ष रविन्द्र माली र आजको यस कार्यक्रममा महापूजालाई हामीले सम्मान गरेर चाहिँ स्वागत गर्न पाउँदा खुसी लाग्यो र साथै उहाँहरूले पनि आज हामीलाई जुन निमन्त्रणा दिनुभयो उहाँको निमन्त्रणालाई हामीले स्वीकारेर हामी आइदियो, त्यसको लागि पनि धन्यवाद। र 1146 भूभाव व्यवस्थामा सम्पूर्ण नेपालीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद। जोजोलाई पनि र रमणी दाल गुरुलाई पनि मैले अनुरोध गर्दछु। सबैमा मेरो हार्दिक नमन छ। अब म त कुरा सुन्न आएको हो, कुरा भनेको त कुनै पनि लिखित कुरा सुन्न आएको हो, म बोल्न आएको होइन। किन मलाई यो धेरै सम्बन्धको बारेमा ज्ञान छैन। हाम्रो प्रसिद्ध इतिहासकार अब उहाँ त गोर्खाको इतिहासको धेरै लेख्नु दिन प्राध्यापक दिनराज पन्तले राम्रोसँग बताइसक्नु त्यसको बारेमा। तर यो चाहिँ सम्बन्ध मलाई यति चाहिँ थाहा छ, नेपाल सम्बन्ध नेपालमा उम्रेको सम्बन्ध, नेपालमा उम्रेको सम्बन्ध हो। यहाँ जे चलोस्, साग समाज पनि चल्यो, मान्य पनि चल्यो, जे चलोस् होइन। विक्रम समाज पनि चलिरहेकै छ होइन, त्यो त्यसै चलिरहेको छ। अनि नेपालसँग पनि चल्यो, तर नेपालसँग चाहिँ यो माटामा उम्रेको सम्बन्ध र माटोको माया हामीले गर्नुपर्छ र त्यो सम्बन्धलाई नै हामीले अघि बढाउनुपर्छ। मूल कुरा त्यो हो होइन। अब चल्नु कुरा ठिकै छ, चल्नु कुरा चल्छ होइन, समयअनुसार चल्छ। के हो विक्रम सम्बन्ध अब जति चले पनि विक्रम पनि यहाँको होइन, सक पनि यहाँको होइन होइन। सकारी भनेर उसलाई अब भन्थे भन्दैलाई त्यस्तै गरी जान्थे भनेदेखि पुरानो चाहिँ हो, पुरानो समाज हो नि पक्कै पनि हो। तर जे भए पनि हाम्रो यी चलेको सम्बन्ध हो, यसलाई हामीले चलाउनु पर्छ र यसलाई चाहिँ पहिलो नम्बरमा राखेर अनि गएर जस्तो अहिले क्यालेन्डरमा आउँछ नि, अहिले विक्रम सम्बन्धको क्यालेन्डर, त्यसपछि तारिक लेखिने, अनि अरू नेपालसँग कहिले नेपालसँग लेख्ने, अनि विक्रमको लेखेको पनि यस मतलब क्रिस्चियन सम्बन्धको इस्वी सम्बन्धको तारिक लेखेको पनि पछाडि लेख्ने। यसरी चाहिँ गरेर सरकारले नै अघि सरेर यसलाई चाहिँ अघि बढाउनु पर्छ। मेरो चाहिँ त्यो धारणा छ। त्यो मैले त नजानेको कुरामा धेरै बोल्न चाहन्न है। मुख्य कुरा के अरे सबैलाई यो नयाँ विक्रम सम्बन्धको त्यो हाम्रो नेपाल सम्बन्धको शुभकामना, जजलोपा सबैलाई नमस्कार। यो प्रभाव कस्तो पर्दो रहेछ हाम्रो जीवनमा भन्ने कुरा चाहिँ यो हाम्रो 2-3वटा कुरा सानो कुराले म यहाँ जानकारी गराउन चाहन्छु। जस्तो यो पहिला क्रिस्चियनहरूको क्यालेन्डरलाई चाहिँ
ग्रेगोरियन क्यालेन्डर यो उनीहरूले सुधार गरेको छ त्यसलाई ग्रेगोरियन क्यालेन्डर भन्न थाले यो कस्तो हुन्छ भने हाम्रो जुन देशमा पात्र सुधार भएर यो अगाडि बढेको छ देश त्यो देश चाहिँ व्यापक रूपमा विकासमा पनि यो हामीले सबैतिर यो राम्रो भएको हामी विश्वको इतिहासबाट हामीले पढ्न पाउँछौँ र अब हामीले नेपाल सरकारमा पनि एउटा प्रस्ताव अब दिएको छ के अरे नेपाल सम्बन्धलाई पनि यो एक दुई अब भनौँ यो नयाँ नेपाल सम्बन्ध सुरु गरेर सत्तायुग पुनर्स्थापना गर्ने भन्ने अभियान पनि अब चलेको छ र यो हाम्रो नेपाल सम्बन्ध चाहिँ अब नयाँ ढङ्गले नयाँ अभियानको रूपमा अगाडि बढेर यो सरकारीदेखि सम्पूर्ण कामकाजमा हाम्रो नेपाल सम्बन्ध चाहिँ लागु होस् भन्ने यो हामीले अभियानको रूपमा अगाडि बढाउनुपर्छ भन्दै अब आजको प्रमुख अतिथि श्री सुमन श्रेष्ठज्यूलाई मुख्यतः आज संस्थाले नयाँ वर्षको उपलक्ष्यमा तपाईँ हामीलाई एउटा सूत्रको आपसमा शुभकामना बनाइदिनु हो त्यसको लागि हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मुख्यतः 14 नम्बरमा या व्यक्तिगत रूपमा यो 14 वटा कला धर्म संस्कृति जगेर्ना विषयमा सदैव यस्ता संस्थाहरूसँग जोडिएर हामी सधैँ जगेर्ना गर्नेतर्फ लाग्नेछु भन्ने कुरा प्रतिबद्धता व्यक्त चाहन्छु र आगामी दिनमा यस्ता कार्यक्रम गरिन्छ भने 14 नम्बर वडाले सधैँ वडालाई आर्थिक भौतिक रूपमा कसरी सहयोग गर्दै पुनः एकपल्ट शुभकामना व्यक्त गर्दै यस संस्थाका अध्यक्ष श्री प्रभाकर महर्जनलाई अनुरोध गर्दछु। धन्यवाद। हाम्रा आदरणीय अङ्गमानी अन्तर्जालका महासचिव र आदरणीय यस सभाका पुरोपोषक उहाँलाई धेरै धेरै धन्यवाद। उहाँको धेरै योगदान छ अङ्गमानी अन्तर्जालमा आउँदो दिनमा पनि त्यसरी होस् भन्न चाहन्छु। साथै आजको यस सभाका सभा अध्यक्ष हाम्रा कलङ्कीमा यो प्रकारका सल्लाहकार कानपा वडा नम्बर 14का अध्यक्ष सुमन श्रेष्ठ हाम्रा यस कलङ्कीका जुधाहरू नेता पनि हुनुहुन्छ उहाँको धेरै योगदान पनि छ कलङ्कीमा पूजामा। आउँदो दिनमा पनि यसरी नै हामी यस सभालाई यस कलङ्कीमा पूजालाई सहयोगको अझ ठुलो अपेक्षाका साथ हामी कलङ्कीमालाई अगाडि बढाउन चाहन्छु। आज यस कलङ्कीमा पूजाका हाम्रो सदस्यका आमा हाम्रो शिल्पकार आमा यस 14 वडाका पनि सबैभन्दा ज्येष्ठ नागरिक उहाँलाई पनि म एकदम मनदेखि मनन गर्न चाहन्छु। आउँदो दिनमा उहाँले अर्को वर्ष पनि मलाई यसरी नै यस ठाउँमा भेटेर उहाँलाई हामीले सम्मान गरेर राख्न पाउँदा धेरै खुसी लागेको छ। यसमा हाम्रा प्राध्यापक डाक्टर भगवानदास महान्दरज्यू इन्जिनियर पनि हुनुहुन्थ्यो। उहाँले यो नेवारी संगतलाई क्यालेन्डरमा रूपान्तरण गरेर यसमा आउने अब त्यो ठ्याक्कै मलाई भन्न त आउँदैन। कम्प्युटरमा चाहिँ कोडिङ र डिकोडिङ भन्ने चाहिँ शब्द रहेछ त्यो मैले अहिलेसम्म अनुभव गरेको छैन, मैले चलाएको छैन। उहाँले त्यो क्यालेन्डर हेरेर म त्यसलाई चाहिँ मनन गर्न चाहन्छु। गएको
नेपाली भाषा यसरी सुरु भएको यो भन्ने विषय पनि एक दिनको कार्यक्रममा उहाँले धेरै कुराहरू बताउनु भएको थियो। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रा यहाँ प्राध्यापक हाम्रा रामरी गुरु हुनुहुन्छ, प्राध्यापक यहाँ हाम्रा जुन अर्का गुरु हुनुहुन्छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। उहाँहरू विभिन्न सङ्घ संस्थामा बसेर पनि हाम्रो कलङ्कीमा निवासमा सधैँ नजिक गएर उहाँले सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि मैले ठ्याक्कै नाम बिर्सिएको भएर मैले यसलाई सम्बोधन मात्र गर्न चाहेँ होइन। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रा कलङ्कीमा निवासलाई सधैँ पहिल्यैदेखि सहयोग गरेर आउनुभएका खड्गाउँका चाहिँ अब हाम्रा के अरे कृष्ण मन्दिरका अध्यक्ष र अब दाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। राजु दाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रा रविभान टोल सुधार समिति निवापुर टोल सुधार समितिका हाम्रा माली दाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै यहाँ सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनी यहाँ उपस्थित हुनुभएको सबैलाई चाहिँ म मुली धन्यवाद दिन चाहन्छु। किनभने आजको कार्यक्रममा तपाईँहरूको सहभागिताले कलङ्कीमा निवासको गौरव बढाएको छ। यसैले तपाईँहरूको सहभागिता सधैँ यसरी भइराखोस्। हाम्रो दिनमा अब हाम्रो दिनमा अझ राम्रो यसरी कार्यक्रमहरू गर्न अझै सक्नु। आज झन्डै 10 किलोमिटर हिँड्ने पनि अर्को वर्ष 12 किलोमिटर हिँड्न सक्नु भन्ने चाहिँ मैले अपेक्षा गरेको छु। होस्, हामीले चाहेको कुराहरू पूर्ण रूपले गर्न नसके पनि केही कुराहरू गरेका छौँ। कलङ्कीमा धर्म संस्कृतिलाई बचाउनको लागि यो कार्यक्रम गरेको हो। यो कार्यक्रम आउँदो दिनमा अझ कसरी गर्ने भने हजुरहरूको सल्लाह सुझावले नै हामी गरेर अगाडि जानुपर्छ। अब धेरै कुरा त यहाँ मभन्दा विज्ञहरूले चाहिँ यो विषयमा गरेर जानु हो। अब हजुरहरूलाई चाहिँ कलङ्कीमा निवासको तर्फबाट अब तिहारको अनि त्यसपछि नवोदय भिन्जुना सुची नखको सम्पूर्ण शुभकामनासहित मेरो 2 शब्द यी टुङ्गाउन चाहन्छु र आजको सभा यी विसर्जन गर्न चाहन्छु। हस्, धन्यवाद।